नि दर्शक महानुभाव म पर्सारमा छु। आज चाहिँ म यहाँ यतातिर चाहिँ म हल्का लम्बा साइडतिर जान लागेको थिएँ, तर यहाँ यसो हल्का उ गरौँ भनेर चाहिँ हेर्नुहोस् देखुरीतिर कसैको मकै पहिलाखानि भएको छन्, कोहीको मकै यस्तो छन्। यतातिर देख्न सक्नुहुन्छ। आजभोलि चाहिँ हरियाली छैन त यतातिर देख्न सक्नुहुन्छ। पके पनि मकैहरू एकदम हरियाली छ, एकदम राम्रो छ। कुनै ठाउँमा फुलिखानी भएको छ भने, कुनै ठाउँमा यस्तो छ भने, कुनै ठाउँमा भर्खर लगाउँदै हुनुहुन्छ। एकदम राम्रो छ। म त आज धेरै दिनपछि चाहिँ भ्लग बनाएको। पके पनि हेर्दै जानु होला कस्तो लाग्छ होइन। म चाहिँ नयाँ नयाँ अपडेटहरू चाहिँ यस्तै भिडियोहरू चाहिँ बनाउँछु। राम्रो छ, एकदम हरियाली मकै देख्न सक्नुहुन्छ गाइस। बहिनी चाहिँ घरैसम्म जान लागेको छ। यतातिर हेर्नुहोस् पुरै यहाँ चाहिँ केरा खेती भएको थियो। केराहरू चाहिँ सबै के भयो भन्न चाहन्छु, केराहरू चाहिँ सबै राम्रो फलेन। हामी चाहिँ अब यहाँबाट चाहिँ अब खासमा हाम्रो चाहिँ यता गढा गाउँपालिका 4 पर्साबाट चाहिँ हामी लम्बेसम्मको यात्रा हो। तर लम्बेसम्म चाहिँ अलिक भिडियो बनाउन अलिक क्यामेरामा चाहिँ हल्का हुनाले चाहिँ समस्या हुनाले चाहिँ अलिक यहीँसम्मको मात्रै हो, देख्न सक्नुहुन्छ। यहीँसम्मको मात्रै हो। तर यस्तो छ हाम्रो पर्सा एरिया भन्नुपर्छ है एकदम। फाइनली गाइज म लम्बा आइपुगेँ, तर बिचमा चाहिँ मैले क्यामेरामा समस्या हुनाले चाहिँ भिडियो बनाउनु पाइनँ। पके पनि म चाहिँ लम्बाको बस पार्किङ नै आइपुगेको छु। पके पनि यहाँबाट चाहिँ अब बहिनीलाई चाहिँ घरै जानको लागि बस चढाइयो। अनि म चाहिँ अब एकछिनपछि यहाँबाट फेरि फर्किने क्रम जारी छ। अनि मौसम पनि एकदम अब एकछिन घाम लागिरहेको छ, फेरि पानी पर्ने जस्तो पनि गरिरहेको छ। के थाहा पानी पर्न पनि सक्छ होइन। पके पनि घर पुग्दासम्म के हुन्छ नयाँ नयाँ अपडेटहरू लिएर आइरहने छु। पके पनि भिडियोहरू अन्त्यसम्म हेर्दै जानु होला है, कस्तो लाग्छ। यसो साथीहरू म केही समयपछि घर आएँ। देख्न सक्नुहुन्छ मौसम हेर्नुहोस् छिनको छिनमा परिवर्तन भयो। हेर्नुहोस् यस्तो हल्का हल्का पानी परिरहेको र फेरि बन्द भएर फेरि चाहिँ यस्तो भएको छ मौसम। एकदम फेरि अझै पानी पर्ला जस्तो अँध्यारो गरिरहेको छ। पके पनि देख्न सक्नुहुन्छ यस्तो भइरहेको छ मौसमहरू। एक्कासी चेन्ज भयो भन्नुपर्छ। म अघि जाँदा कस्तो थियो अनि अहिले चाहिँ आउँदा केही छिनमा कस्तो धेरै परिवर्तन भयो। र साथीहरू एकदम अझै पनि एकदम पानी आउने जस्तो गरिरहेको छ। पके पनि एकदम अँध्यारो गरिरहेको छ, गाडुङ गुडुङ गरिरहेको छ आकाशमा। एकदम मौसमहरू देख्न सक्नुहुन्छ माथि आकाशतिर कस्तो एकदम अँध्यारो गरिरहेको छ। दिउँसै रात परे यस्तो भइरहेको छ है गाइज, देख्न सक्नुहुन्छ यस्तो छ। अनि त्यसपछि योदेखि पछिको अझै अपडेटहरू पनि म यहाँ सकेसम्म ल्याउने प्रयास गर्नेछु पके पनि। अनि आज चाहिँ यस्तै हो। हेर्नुहोस् म हेर्नु न जाने बेला कस्तो थियो अनि आउने बेला कस्तो भयो देख्न सक्छ साथीहरू। पुरै हावाहुरीको सहित अहिले चाहिँ हावा हल्का कम हुँदै फेरि हावा लाग्दै अनि पानी पर्दै गइरहेको छ। अहिले चाहिँ देख्नुहुन्छ एक्कासी फेरि पानी परिहाल्यो। त्यस्तै छ। आजभोलि धेरै दिनसम्म गर्मी थियो अनि पानी चाहिँ त्यस्तै कहिले हावाहुरी चल्ने, कहिले ठुलो पानी पर्ने, कहिले यस्तै सिमसिम पानी पर्ने गर्दै फेरि रोकिँदै फेरि पानी पर्दै गरिरहेको छ। देख्न सक्नुहुन्छ कहिले ठुलो पानी पर्छ, कहिले गर्छ। अनि हावाहुरी लागेको छ, एकदम अँध्यारो गरेको छ। दिउँसै पनि एकदम रात पर्ला जस्तो भएर गरिरहेको छ। म त्यही भएर लम्बाबाट हतारमा भागेर आएको है, दौडी आएको भन्नुपर्छ। के गर्ने त्यस्तै छ समस्या। बाटोमा आउँदैसम्म त पके पनि पानी नपर्ला जस्तो थियो, एकदम क्लियर थियो है। म घर आएँ एकैछिनमा आउँदै ठ्याक्कै घर आइपुग्नु माथि चाहिँ अँध्यारो गरेँ, एक्कासी गाडुङ गुडुङ गरेँ। हेर्नुहोस् त हावाहुरी पनि चलिरहेको छ, पानी पनि एकदम परिरहेको छ। के गर्नु धेरै दिनपछि परेको पानी झन् पानी पर्नाले झन् पछि झन् गर्मी हुने जस्तो पो भयो त। गाह्रो छ नि, गाह्रो छ। म अझै पनि प्रत्यक्ष प्रसारण गरिरहेको छु पके पनि। यस्तो छ आजको मौसम चाहिँ। अब के गर्ने यस्तो छ आजको दिनमा, यस्तै हुन्छ। कति दिनसम्म पानी पर्छ भनेर पनि जानकारी भएको थियो। अब 1-2 दिनसम्म यस्तै हुन्छ भनेर पनि बिहान भनेको थियो पके पनि रेडियोमा। अनि त्यस्तै ल हुन्छ जस्तो लाग्यो त्यस्तै सल्लाह प्रतिक्रिया दिनु होला। अनि यस्तै नयाँ नयाँ भिडियो